मानिसको जीवन उसले सोचेको विचारबाट निर्माण हुन्छ। यदि मन शुद्ध छ भने सुख छाया झैँ पछ्याउँछ, तर यदि मन अशान्त छ भने दुःख कहिल्यै टाढा हुँदैन। अतीतमा अड्किनु र भविष्यको चिन्ता गर्नु यी दुवै कुरा मानिसको शान्तिको शत्रु हुन्। जो वर्तमान क्षणमा सचेत भएर बाँच्न सिक्छ उसैले साँचो आनन्दको स्वाद चाख्छ। घृणा र रिसले भरिएको मानिस कहिले शान्ति पाउँदैन। माफ गर्न सक्ने हृदय नै सबैभन्दा शक्तिशाली हुन्छ, किनकि त्यहीबाट प्रेम र करुणा जन्मिन्छ। तिमीले संसारलाई जित्न खोज्नु भन्दा पहिले आफ्नो मनलाई जित्न सिक, किनकि सबैभन्दा ठुलो युद्ध बाहिर होइन भित्र चलिरहेको हुन्छ। दुःख जीवनको भाग हो, तर त्यसमा अड्किरहनु हाम्रो रोजाइ हो। जसले आफ्नो सोच परिवर्तन गर्छ उसैले जीवन परिवर्तन गर्न सक्छ। अरूको गल्ती देख्न सजिलो हुन्छ, तर आफ्नो कमजोरी चिन्न कठिन हुन्छ। बुद्धिमानी त्यहीबाट सुरु हुन्छ जहाँ मानिसले आफूलाई बुझ्न थाल्छ। धैर्य, सहनशीलता र करुणा यी तीन कुरा जीवनका सबैभन्दा ठुलो शक्ति हुन्। जसले यी गुणहरू अपनाउँछ उसले साँचो विजय प्राप्त गर्छ। संसारमा सबै कुरा परिवर्तनशील छन्। जसले परिवर्तनलाई स्वीकार गर्न सिक्छ उसै दुःखबाट मुक्त हुने बाटो भेट्छ। साँचो खुसी बाहिरको वस्तुमा होइन, आफ्नो मनको अवस्थाभित्र लुकेको हुन्छ। मन शान्त भयो भने संसार पनि सुन्दर देखिन्छ। तिमी आफै आफ्नो मार्गदर्शन हौ। अरूले देखाएको बाटोले प्रेरणा दिन सक्छ, तर अन्तिम निर्णय र यात्रा सधैँ तिमीले नै तय गर्नुपर्छ।